एकछिन यो भिडियो स्कोर नगरिकन प्लिज हेरिदिनु होला एकचोटि। रियान दालले पनि यहाँ काम गर्नुभएको, काम गरेकोलाई काम गरेको भन्छ। हामी माओवादी काङ्ग्रेस कसैलाई भन्दै हेर्नुहोस्, अब 10 क्लास पास गरेको मान्छेले 1 2 3 4 5 क्लासमा पढाउने हो। पिएचडी एमए गरेको मान्छेले 12 14 15 पढाउने होला नि त। अब आयो रियानु दालको चाहिँ उहाँको चाहिँ क्षमता र उहाँको कौशलता भनेको चितवन जिल्ला घरमा आउने हो। एउटा घर लिपे जस्तो होइन, देश चलाउने। देश चलाउने भनेको चाहिँ सोभिता गौतमले सक्नुहुन्छ, उहाँको सक्षम छ। मलाई प्रधानमन्त्री गराएर म प्रधानमन्त्री बन्न सक्छु, तर मेरोसँग क्यापेसिटी छैन। रियानु दालको चितवन जिल्ला बनाउनु उहाँको क्यापेसिटी छ। सोभिता गौतमको त देशै बनाउने अन्तर्राष्ट्रिय भिजन उहाँको गर्न सक्नुहुन्छ। चितवन जिल्लामा चाहिँ हाम्रो माडीमा त्यो राष्ट्रिय निकुञ्ज पिच बनाउँछु भनेर पहिल्यैदेखि नै उहाँहरूले चाहिँ भोट तान्नुभयो। रियानु दालको बुवा त प्रधानमन्त्री बनायो नि त चितवन जिल्लाले। कति सांसद बनायो? सांसदभित्र जाने भनेको चाहिँ एकदम नियम कानुन बनाउने चाहिँ सक्षम मान्छे जाने हो। अब यो बाटोघाटो बनाउने कुरा चाहिँ यसले जनताको आँखमा छारो हालेर हामीले बाटोघाटो बिजुली बत्ती पुल पुलेसा बनाउँछ भन्नु हो। त्यो काम भनेको मेयर उपमेयर अध्यक्ष उपाध्यक्षले सदस्य बन्ने काम हो। रियानु दाल चाहिँ 100% अर्कोचोटि यहाँ उठा हामीले खुसी साथ हामीले मेयर बनिदिन्थ्यो क्या भोट कन्फर्म दिन्थ्यो। अब एकैचोटि पास गर्नु छैन, एकैचोटि माथि गएर बिएला पढाउँछ हुन्छ सर, फलप खान्छ क्या। त्यही भएर रियानु दाल हामीले चाहिँ गिरिबललाई पनि हामीले कुनै चाहिँ नराम्रो भने छैनौँ। उहाँको भनेको चितवन जिल्ला पाउने हो, यो चाहिँ नगरपालिका। अब सोभिता गौतमको भनेको देश बनाउने। अब विचार गर्नु, सबैले विचार गर्नु, सब विचार गर्नु। अनि हामीले जिताएर छोड्छौँ क्या, जिताएर छोड्छौँ। धन्यवाद।